हेलो साथीहरू, नमस्ते, गुड मर्निङ। आज चाहिँ हामी साथीभारा मन्दिर जाँदैछौँ। अनि मेरो कान्छी बहिनी म मेरो बुढा चाहिँ पुऱ्याउनु जाँदै हुनुहुन्छ यहाँ अगाडि हामीलाई गाडीसम्म छोड्नुको लागि। अनि अब बाटोको भिडियोहरू मन्दिर पुगिन्जेलको म देखाउँछु हजुरहरूलाई। मेरो भिडियो हेर्दै गर्नुहोस् होला अनि लाइक सब्सक्राइब पनि गरिदिनुहोस् होला साथीहरू। बाई 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 बुढे राम्रोसँगले बस्नु। राम्रो घुमेर आउनु होला। गाडी आयो साथीहरू। हामी चाहिँ अब जान आँटेको मन्दिरको लागि हरिमाया ब्युटिफुल भएर आइछ। लु गएको बुढे। लु भेनाको मन्दिर घुमेर आउँछौँ हामी। हुन्छ ल जाउँ है। लु गएको ल मन में है कामना और कुछ जानना, जिंदगी भर तेरी आराधना, सुख की पहचान दे तू मुझे ज्ञान दे, प्रेम सबसे ऐसा वरदान दे, तूने दिया निर्बल को छिटो। हेलो साथीहरू, हामी चाहिँ कन्यामा आइसकेको छौँ। यहाँनिर यहाँ दिदीहरू हुन्छ, बहिनी दाजुले सोध्दै हुन्छ हरिमायाजी कन्यामा आएर कस्तो लाग्यो भन्नु न। अब दामी लाग्यो अरे। जाउँ दिदी आउनु। स्काई वक कन्यामको यहाँबाट तल। यो त हामी चाहिँ स्काई वकमा जाने साथीहरू, त्यही भएर यहाँ टिकट काट्दै हुन्छ दिदीहरूले। साथीहरू हामी चाहिँ यहाँनिर स्काई वकमा जानुको लागि जुत्ता लाउनु भनेर यो प्लास्टिकको जुत्ता लाउँदैछौँ, रेडी हुँदैछौँ अनि जाँदैछौँ। छैन यताबाट गएर उता निक्लिने होला। लु जाउँ जाउँ। झर्दैन कस्तो राम्रो सिन आएको छ। यस्तोमा टेकेर आउनु न। यस्तोमा युमा यता टेकेर हेर्दैछु भनेर डराउँदै पनि छौँ क्या। झर्दैन पानी पानी तल हेर त साँच्चै क्या नि है। अलिकति मोटो चाहिँ कस्तो कस्तो सेल्फीवाला बनाउन साथीहरू। हामी चाहिँ यहाँनिर कफी खाँदैछौँ गाडीको ब्रेक गरेर। कसै चाहिँ व्रत लिएर फेरि मकैको भात खाँदो रहेछ। चेक गर्दाखेरि पनि हुन्छ नि अर्कोबाट मेरोबाट। अब सारे सारे भएन भने चाहिँ कालो कालो गाना गाउने। कन्याम है, यो चाहिँ कन्याम डाँडा साथीहरू। हामी कन्याममा डुल्दैछौँ। आउनु ल अलिक उता जाउँ न। फोटो हजुर तर अलिक बाटो बिग्रेको जस्तो लाग्दैन। हाम्रो घरकै गाडी गएको छ आज। कुन गाडी जान्छ तपाईको? कहाँनिर जाँदैन?
नाति त्यो छ भने भाउजू थाहा भएन बेकार